आईसीसी T20 वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफायरका ग्रुप स्टेजका खेलहरू समाप्त भएका छन्। यो सँगै नेपाल र जापान ग्रुप बी बाट सुपर 6 मा प्रवेश गरेका छन् भने त्यस्तै ग्रुप ए बाट युएई र कतार सुपर 6 मा प्रवेश गरेका छन्। त्यस्तै ग्रुप सी बाट ओमान र समाओ सुपर 6 का लागि प्रवेश गरेका हुन्। सुपर 6 का खेलहरू भने आइतबारबाट सुरु हुनेछन्, जहाँ नेपालले आफ्नो पहिलो खेल आइतबार युएई विरुद्ध खेल्नेछ। खेल नेपाली समयअनुसार साँझ 4:15 सुरु हुनेछ। त्यस्तै आफ्नो दोस्रो खेलमा नेपालले कतारको सामना गर्नेछ, जुन खेल सोमबार राति 8:45 सुरु हुनेछ। त्यस्तै नेपालले आफ्नो सुपर 6 को तेस्रो खेलमा ओमान क्रिकेटको सामना गर्नेछ, जहाँ नेपाली समयअनुसार खेल बुधबार राति 8:45 सुरु हुने। त्यस्तै नेपालले आफ्नो ग्रुप स्टेजको चौथो खेलमा समाओको सामना गर्नेछ, जहाँ नेपालले नेपाली समयअनुसार शुक्रबार राति 8:15 खेल सुरु हुनेछ। यो सँगै नेपाल क्रिकेट टिमका सुपर 6 का खेलहरू यही समाप्त हुनेछन् र यदि नेपाल क्रिकेट टिमले ग्रुप स्टेजमा टप 3 आउन सकेको खण्डमा 2026 मा इन्डिया र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने 2026 को T20 वर्ल्ड कपमा स्थान पाउनेछन्। तपाईहरुलाई के लाग्छ, नेपाल क्रिकेट टिम टप 3 मा आउला कि नआउला कमेन्ट गर्न भने नबिर्सनुहोला र नेपाल क्रिकेट सम्बन्धी अपडेट र न्यूजका लागि टिकटक नेपाललाई सब्स्क्राइब गर्न भने नबिर्सनुहोला।